हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी असिम थापा। आज चाहिँ करिब 1.5 महिनापछि फेरि म तपाईँहरूसँग ब्लगमा जोडिसकेको छु र आजको ब्लग विशेष के रहेको छ भन्दा घन्टी दाइ र म भएर बागलुङतर्फ चाहिँ जाँदैछु गेमको लागि। सो गेम चाहिँ भोलि रहेको छ अनि भोलि हतार गरेर जानुभन्दा भनेर दाइ र म अब एकछिनमा चाहिँ वालिङबाट बागलुङतर्फ निस्किन्छु अनि बागलुङ जाने क्रममा बिचमा अब के कस्तो छ भनेर चाहिँ म तपाईँलाई अपडेट चाहिँ गराएर आउँछु। सो यति भन्दै अब हाम्रो बेट इलेक्सन पछि हुन्छ है त। ल गाइज अहिले चाहिँ म सुभाष भाइको भट्टी पसलमा आएको भनेको त सोल्टीले यहाँ त सुकुटी पोल्दै रहेछ नि आफैले बनाउने है। दिस इज कल्ड बिजनेस हो क्या। ल जे सुकुटी चाहिँ दामी पाउँछ है, यहाँ आउन सकिन्छ हाम्रो सुभाष भाइकोबाट। 2-4 शब्द जाओस् भाइ, सुकुटी खान आउनु होला भन न। हाम्रो पसलमा एकदमै अर्गानिक सुकुटी पाउने हुनाले सुकुटी खान आइदिनु हुन अनुरोध गर्दछु, विनम्र अनुरोध गर्दछु हैन। ल भाइले सुकुटी पोल्दैछन्। ल सुभाष भाइ निस्केको है हामी। ल भाइ भाइ ल अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो। घर जाएको सामान 2 झोला छ, 2 झोला छ हैन। लड्की बगाउने एउटा यहाँ झोला एउटा यत्रो पोका एउटा यत्रो गेमले हिँडेको र दाइले हेर्नु त आन्टी आन्टी 2-4 शब्द जाओस् त। ल अब हामी यहाँबाट निस्केको। ल भाइ भाइ टाटा भाइ भाइ। यसको पप्पी देखाइदिउँ न खै, यहाँ रहेछ यार। ल आन्टी बाई बाई आन्टी बाई 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 बाई। बागलुङ ल बाई बाई फेरि। ल ल ल फेरि भन्नु त। ल अहिले चाहिँ हामी यहाँ मोडको पेट्रोल पम्पमा अब चट्टो लगाएर यहाँ ट्याङ्की फुल गरेर चाहिँ हामी निस्किन्छौँ। ल यता गाइज अहिले चाहिँ हामी भालु पहाडमा आइसकेको छौँ। यहाँ चाहिँ अहिले हामी नयाँ आन्टीकोमा चटपट खान्छौँ हल्का, अनि हामी एकछिन यहाँ चटपट खाएर हाम्रो गन्तव्य बागलुङतर्फ सरर होइन घन्टा हो भन्नु न शेर्पा। ल गाइज अहिले चाहिँ हामी पोखरा आइसकेको छौँ। छोरेपाटन डोलमा हामा छौँ है। अब चट्ट यहाँनिर चाहिँ खाजासाजा खाएर हामी निस्किनु पर्ने हुन्छ। धुलो चाहिँ वाइल्डै खाइरहेको छ। ल हाम्रो नास्ता पनि आइसक्यो। घन्टे दाजु चाहिँ झोल मोमो हान्दैछ, म चाहिँ किमा नुडल्स। अब चट्ट खाजासाजा खाएपछि भेटौँ होला है त। ल अब चाहिँ हामी खाजा खाएर निस्केको। अब हामी सर र हाम्रो यात्रा बागलुङतर्फ लाग्दैछ है। पानी राख्नु न, पानी त राख्नु पर्यो नि त यार। ल गाइज अहिले चाहिँ हामी ढिकुर पोखरी कास्कीमा चाहिँ आइसकेको छौँ। यहाँनिर यसो हल्का स्कुटर देखाउनु पर्ने हुन्छ। यहाँ बाइक बनाउने ठाउँ रहेछ। यहाँबाट तलतिर देख्ने नजारा त खतरा छ है। आमामा घन्टी दाइ फिल्डमा बसिरहेछ हल्का स्कुटर। तपाईँ बागलुङतर्फ लाग्नुपर्ने हुन्छ। ल गाइजहरू हाम्रो स्कुटर पनि रेडी भइसकेको छ, चकाचक भयो। अब चाहिँ हामी सर र बागलुङतर्फ। ल त गाइजहरू अहिले चाहिँ हामी पर्वत जिल्लामा आइसकेको छौँ। अनि यहाँनिर एकछिन आराम गरियो। कसम यहाँ चाक दुखेर बस्दा चलाउँदा यतापट्टि चाहिँ मजाले घाम लागिरहेको छ, उतापट्टि चाहिँ सिम पानी परिरहेको थियो कास्की साइडतिर। त्यही नै अब चाहिँ घन्टी दाइ र म भएर घन्टी पछाडि जानुपर्ने हुन्छ। अनि बन्जी हान्ने ठाउँ चाहिँ यहाँबाट थोरै अगाडिपट्टि हो, बाटोबाट पनि देखिन्छ होला। त्यही मैले त्यो पुल पनि देखाउँछु। त्यही होला अब निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ हामी कुसमा आइसकेको छौँ। अनि बन्जी हान्ने ठाउँ चाहिँ वहाँ पर रहेछ। हामी चाहिँ धेरै नै यता आइसक्यौँ। वहाँ छ फेरि के फर्किने भनेर उता गइएन क्या। त्यस यहाँबाट भइनेछ हल्का देखाइदिन्छु भनेर चाहिँ रोकेको थिएँ। त्यही नै अब चाहिँ यहाँबाट बागलुङ खासै टाढा छैन होइन घन्टाइ घन्टाइ।
ल त गाइजहरु अहिले चाहिँ हामी बागलुङ पनि आइसकेको छौँ र देख्न सक्नुहुन्छ वेलकम टु बागलुङ। त्यो डाँडाको उसमा लेखाएको छ यार तलपट्टि गण्डकी त होला। अहिले हामी अप्पर मुस्ताङ जाँदा पनि अलिअलि खिचाएको थियो यता भेकतिरको त्यही हो। यहाँनिर यसो त्यो डाँडाकाँडा देखाउने भनेर रोकेको। अनि त्यहाँ चाहिँ हाम्रो केटाहरू नि आएको वालिङबाट उनीहरूको चाहिँ गेम हुँदैछ। सकभर हामी अलिक छिटो गयो भने गेम पनि भेटिन्छ। उनीहरूको गेम पनि यसो अलिअलि म मिलाएर खिच्छु त्यही नै है त। ल गाइजहरु हामी चाहिँ बागलुङ आइसक्यौँ। गेम भएको चाहिँ यहीँ ग्राउन्डमा रहेछ। चल्दा हेरेर नै आउनु पर्यो रहेछ। केटाहरू छ त्यहाँ भित्र चाहिँ छिरेको छैनौँ। ठ्याक्क रोडको साइडमा रहेछ ग्राउन्ड चाहिँ। केटाहरूको गेम चाहिँ सुरु भइसक्यो। केटाहरूले अलि गोल खायो डाइरेक्ट कर्नरबाट। विश्वहरूले गोल खायो व्हाइट टिमले। स्कोर 1-0। सायदै सेकेन्ड हाफ पनि सकिन लाग्यो होला। तर हेर्ने मान्छे यहाँ पनि डेन्जरै हुँदो रहेछ। माथि पनि जायो। केटाहरू हारे यार 1-0ले। एक गोल नै नमजा भयो है। केटाहरूले हान्छ होला आँटेको त यार पछि। अनि गेम हेर्न नि बवाल भएको थियो तर ब्याड लक 1-0 नै फाइनल स्कोर भयो। ल अहिले चाहिँ हामी होटेल द राजन रे। तपाईँ गेम चाहिँ हेऱ्यो केटाहरूको? केटाहरू चाहिँ ब्याड लक हारे यार नमजाले। त्यही अब चट्ट फ्रेस भएर बस्नुपर्छ। अनि अब भिडियो कति बेला बन्छ थाहा छैन। ल गाइजहरु अहिले चाहिँ हामी रुममा आइसकेका छौँ। रुम चाहिँ यस्तो रहेछ तर बागलुङ चाहिँ हरिब ठुलो रहेछ यार। धुलोले ध्वस्तै बनाएको छ। यस्तो डाँडामा डेन्जर छ यार घरै घर। त्यही हो ल बागलुङ पनि आइयो गाइजहरु। अब खाजा खानुपर्ने हुन्छ। भोक पनि लागेको छ थकै पनि लागेको छ। सो गाइज अहिले चाहिँ हामी खाजासाजा खाएर रुममा आइसकेको छौँ। एकदम थकै लागेको छ। भाइ त्यहाँ छ म यहाँ छु। अब चट्ट आराम गर्नुपर्ने हुन्छ। एकछिनमा खानासाना खाएर चिलमा सुतिन्छ। अनि केटाहरूको नि गेम थियो। केटाहरू फेरि कस्तो नमजाले हालेर 1-0ले। अनि केटाहरूसँग बिताबती भएर हामी रुमतर्फ आइयो। गेम चाहिँ भोलि दिउँसोतिर छ। अनि अब त्यही आज चाहिँ थकै लागिरहेको छ। आजको र भोलिको भिडियो टक्क जोडेर आउँछ। यति भन्दै आजको दिनको ब्लग चाहिँ यहीँ गर्छु। टाटा बाई बाई। अब हाम्रो भेट भोलिको ब्लग अथवा गेम डेको दिन हुन्छ। सो किप वाचिङ है। यो ब्लग सकेको छैन। गुड मर्निङ फ्रम बागलुङ भन्दै हामी चाहिँ अघि नै उठिसकेको। फ्रेस चाहिँ भएको छैनौँ है। दाइ चाहिँ उता मोबाइल चलाइरहेको छ। म चाहिँ यहाँ पल्टिरहेको छु। अब एकछिनमा उठेर फ्रेस हुनुपर्ने हुन्छ। खाजासाजा खानुपर्ने हुन्छ है। बाहिर चाहिँ घाम लागिरहेको थियो। अहिले चाहिँ फेरि पुरै उसो लाग्यो यस्तो छ वेदर चाहिँ। त्यही आज चाहिँ अहिले दिउँसो गेम छ। अनि अब चाहिँ एकछिनमा उठेर फ्रेस पनि हुनुपर्ने हुन्छ। त्यही हो अब हाम्रो भेट अहिले एकछिनपछि फ्रेस भएपछि हुन्छ है त। सो गाइज म चाहिँ चट्ट लाएर नुहाइदियो गरेर फ्रेस पनि भइसकेको छु। अनि के भन्छ र अहिले चाहिँ हामी बागलुङ छौँ नि त। अनि बागलुङमा फेरि बागलुङ कालिका मन्दिर एकदम प्रसिद्ध मन्दिर चाहिँ हामी बसेको ठाउँभन्दा थोरै तल छ। ग्राउन्डभन्दा थोरै मुनिपट्टि भनौँ न। यस अब नुहाइदियो गरेर यस मर्निङ टाइममा दाइरमा भएर जाउँ न त भनेर चाहिँ अब यहाँबाट हामी निस्किन लाग्दैछौँ। चट्ट लाएर फ्रेस पनि भइसक्यो। अनि बाहिर देख्न सक्नुहुन्छ बागलुङ चाहिँ यस्तो छ है। यस्तो डाँडा पनि घरै घरहरू छ यार। लभली छ जस बागलुङ है। मलाई चाहिँ मन पर्यो। त्यही नै अब चाहिँ हामी फ्रेस भइयो। अब चाहिँ हामी चट्ट लाएर साधनमा सर र बागलुङ कालिका मन्दिरतर्फ जान्छौँ। अब के कस्तो छ भनेर चाहिँ म तपाईँलाई भिडियोमा देखाइहाल्छु। सो किप वाचिङ है। ल हाम्रो दादा पनि नुहाइदियो गरेर आइसकेको छ है। अब चाहिँ हामी चट्ट लाएर हामी के अरे दाइ बागलुङ कालिका मन्दिरतर्फ जाँदैछौँ। बाहिर चाहिँ मिठो घाम पनि लागिसकेको छ है। घाम चाहिँ मजाले लागिसकेको छ। स्कुल टाइम छ है। केटकेटीहरू मात्रै छन् बाटोभरि। त्यही घाम चर्को लागिसक्यो। अब चट्ट हामी त्यही मन्दिरतिर पुगेपछि भेट्नुपर्छ।
ल है त गाइजहरु हामी चाहिँ यहाँ मन्दिरभन्दा बाहिर आइसक्यौँ यहाँनिर चाहिँ अब साधन पार्क गरेर अब चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्न जाँदैछौँ है अब दाइरा म भएर सर र मन्दिरभित्र जान्छु के कस्तो रहेछ म तपाईँलाई देखाउँछु है ल गेट चाहिँ यही भइहाल्यो है दाइ चाहिँ अगाडि छ झिल्के पाराले हिँड्दैछ र हामी चाहिँ भित्र छिरिसक्यौँ आमा खतरा छ त दाइ भित्र त भित्री माहौल मन्दिरमा सम्पूर्ण भक्तजन हार्दिक स्वागत गर्दछु अरे कपिराइट लाग्ला घन्टी त फेरि नगाउने ल अब चाहिँ सर अलि भित्र हिँड्दै जानुपर्ने होला अब अलि भित्र गएर मन्दिरको माहौल म तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला अब खास गेमको लागि आएको तर गेमभन्दा बढी चाहिँ यस्तै अरू कुराहरूको भिडियो भइरहेछ गेमको पनि आउँछ थोरै सो हेर्दै गर्नु होला होइन घन्टाई माया गर्नु होला आज घन्टा गोरे भएछ किनभने त्यो भन्नु हुँदैन त्यो राजको कुरा हो ल यहाँनिर चाहिँ दुईवटा बाटो रहेछ मन्दिर जाने बाटो चाहिँ यता हाम्रो घन्टी त्यही गएको तर्फ अघिसम्म त कोही थिएन अनि पछाडि त अर्को ग्रुप पनि आइसक्यो खाली थियो यो सबै के को रुख हो दाइ साल हो र कमेन्ट गरौँ है के को रुख हो भनेर भन्दै दाइले साल भन्दैछ हो कि होइन कमेन्ट गर्नु होला आँडे पाँडे हुन्छ दाइ बाङ्गे टेङ्गे सालको बुट्टा छ्याक्क हुन्छ होइन यस्तो सुरिलो हजुर जस्तै कुरा फेरि धेरै जाने चाहिँ घन्टाले अब चाहिँ हामी बल्ल मन्दिरको करिब आएको जस्तो अनुभव भइरहेछ है यता अगाडिपट्टि चाहिँ छ मन्दिरहरू यता वरिपरि त कालिजहरू लास्टै हुने रहेछ यार 5-6वटा देखिसक्यौँ त त्यति बेला भिडियो चाहिँ बनाएन त्यही नै हो टुरिस्टहरू नि आएको रहेछ ल चट्ट लाएर गएर मन्दिरको नजाराहरू देखाउँछु मन्दिर दर्शन गरेर चाहिँ हामी निस्किनु पर्ने हुन्छ घन्टी दाइले घन्टी बजाउँदै कतिवटा रहेछ दाइ घन्टी त डेन्जर धेरै रहेछ है थुप्रो रहेछ र अलिक फर्किँदा गर्नु पर्यो दाइ दुईटै साइडतिर रहेछ क्या बल्ल यहाँनिर गन्दै छुट्टै छ है मन्दिरहरूमा आउने के अरे अगरबत्ती होला अब भित्री मन्दिरको माहौलहरू चाहिँ यस्तो रहेछ मेन मन्दिर चाहिँ के होला मान्छेको भिडभाड चाहिँ हुँदो रहेछ हामी चाहिँ मन्दिर दर्शन पनि गरियो अनि यसो अलिअलि मन्दिरहरूको भिडियो पनि बनाएको थिएँ अहिले त झन् मान्छे आउने क्रम डेन्जर थियो यार हामी जाँदा खास खाली जस्तो थियो अहिले त मान्छे दर घुइँचो आइरहेछ घुइँचो अब सिधै उतै रुमतिरै अथवा अहिले त्यो ग्राउन्डमा नि गेमहरू लाग्छ होला त्यतै गएपछि म देखाउँछु है ग्राउन्डको माहौल कस्तो छ ल अहिले चाहिँ हामी यहाँ ग्राउन्डनिर आइसकेको छौँ मन्दिर चाहिँ थोरै तल थियो यहाँ चाहिँ गेम हुन लगाइरहेको रहेछ है वाइट टिम भर्सेस कुन टिम हो त्यो त थाहा भएन आजको दिनको यो फर्स्ट गेम होला अब भोकमा लगाएर चाहिँ लास्ट टाइम खाएको छैन अब यो गेम चाहिँ हेरौँ न अहिले सिधै अब हाम्रो गेम हुने बेलातिर आइन्छ होला त्यही अब चाहिँ हामी सिधै उतै रुमतिरै गएर भेटौँला त्यही गएर हामी चाहिँ मन्दिर दर्शन गरेर ग्राउन्डमा चाहिँ यसो पुगेर होइन त्यहाँको उसको गेम हुन लगाइरहेको थियो त्यो गेम चाहिँ हेरेन अनि हामी रुममा आएर रेस्ट गरिरहेछौँ भोकमा लगाएर चाहिँ अब खानासाना खाएर अहिले एकैचोटि ग्राउन्ड निस्किने बेलातिर भेट्नुपर्छ है त बिस्तारै केटाहरू पनि ग्राउन्ड प्रवेश गर्दै वेदर चाहिँ पानी पर्ला जस्तो चाहिँ यार केटाहरू चाहिँ रेडी हुँदैछ वार्मअप पनि भइसकेको छ
गेमको लाइभ चाहिँ के अरे धौलागिरी एफएमबाट दिन्छ होइन घन्टै घन्टै दाइ नि हिरो भइसक्यो अब सिधै अहिले त्यो लाइभमा भेट्नुपर्छ ल त गाइजहरु फर्स्ट गेम चाहिँ जितिसकेको छु हाम्रो हिरो अफ द म्याच हाम्रो घन्टी दाई भन्नु भएन त्यस बबाल खेले केटाहरु सबै पुलिससँग हैन दाइ पुलिससँग 2-0 ले चाहिँ जित्यो अब भोलि चाहिँ कोसँग रे दाइ थाहा छ भोलि अवश्य मत भएको अपोनेन्टको टिमको नाम चाहिँ थाहा छैन त्यही हो फर्स्ट गेम चाहिँ सकियो अनि अब हिजोबाट आउँदाखेरि र आजको फर्स्ट दिनको गेमको भ्लग गरेर एउटा भ्लग चाहिँ एन्ड गर्छु अनि भोलि पनि गेम हुन्छ है त्यो चाहिँ अब सेकेन्ड भ्लग हुन्छ बागलुङको सो यति भन्दै अब चाहिँ चट्ट लाएर फ्रेस हुनुपर्ने हुन्छ थकै पनि लागिरहेछ अब आजको गेम जित्यो हैन जोस ठिकै खेले जस्तो लागिरहेछ सबैजनाले चाहिँ भिडियो के कस्तो लाग्छ यदि राम्रो लाग्यो भने लाइक शेयर र सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला है त